तपाईँको टिकटक भिडियोमा तपाईँको टिकटकमा कति पैसा आएको रहेछ त कसरी चेक गर्ने? तपाईँले आफ्नो टिकटकमा पैसा चेक गर्दा कतिको यस्तो देखाउँछ, कतिको यस्तो देखाउँछ, कन्ट्री अनुसार यस्तो देखाउँछ। तर खास हामीले के खोज्ने त हाम्रो टिकटक आइडीमा? हामीले हाम्रो टिकटक आइडीमा डलर खोज्नुपर्ने हुन्छ। तपाईँको टिकटक आइडीमा कति चाहिँ डलर रहेछ त तपाईँले कसरी थाहा पाउने त? कसरी चेक गर्ने त? यो जान्नुभन्दा पहिला साथीहरू तपाईँलाई एउटा रिक्वेस्ट, भिडियोलाई एक लाइक दिनुहोला, फलो गर्नुभएको छैन मलाई फलो पनि गर्नुहोला, तपाईँको केही पनि जाँदैन। यसले गर्दाखेरि साथीहरू यस्तै जानकारी भिडियो फेरि पनि तपाईँले तुरुन्तै पाउनुहुनेछ। तपाईँको टिकटकमा कति पैसा आएको रहेछ त हेर्नको लागि चाहिँ तपाईँले आफ्नो टिकटकलाई ओपन गर्नुपर्ने हुन्छ। जस्तै मेरो टिकटकलाई ओपन गरेँ है त। टिकटकलाई ओपन गरिसकेपछि साथीहरू अब तपाईँले यहाँ देख्न सक्नुहुन्छ टिकटक है त। जस्तै अब तपाईँ आफ्नो टिकटक प्रोफाइलमा आउनुहोला। जस्तै तपाईँले टिकटक खोलिसकेपछि तपाईँ आफ्नो टिकटक प्रोफाइलमा आउनुहोला है। तपाईँको टिकटक प्रोफाइलमा टच गरिसकेपछि साथीहरू अब तपाईँले यहाँ देख्न सक्नुहुन्छ ब्यालेन्स चेक गर्ने ठाउँ है त। अब कसैको साथीहरूको यहाँनिर मेरो चाहिँ यहाँ सर्टकटमा पनि देखाएको चाहिँ यहाँ माथि नै हुन्छ। कति साथीहरूको यहाँ नहुन पनि सक्छ। त्यसको लागि चाहिँ साथीहरू तपाईँले सबभर चाहिँ तपाईँले कसरी चेक गर्ने भन्दा चाहिँ यहाँ माथि देख्न सक्नुहुन्छ 3 लाइन है। यो 3 लाइनमा टच गर्नुहोस्। 3 लाइनमा टच गरिसकेपछि कति साथीहरूको यहाँ त तल पनि हुनसक्छ। यहाँ मेरोमा चाहिँ टपमा देखाएको छ ब्यालेन्स भन्ने, यहाँ पर्सको आइकन पनि छ है। यहाँ ब्यालेन्समा टच गर्नुहोस्। ब्यालेन्समा टच गरिसकेपछि चाहिँ तपाईँको यस्तो इन्टरफेस आउँछ। अब यहाँ तपाईँले सिधै पैसा देख्न सक्नुहुन्छ। मेरो चाहिँ कति रहेछ त पैसा भन्दाखेरि 4,969 रुपियाँ 84 पैसा रहेछ है। यो चाहिँ कहाँको पैसा भन्दैपछि साथीहरू यो डलर होइन है। यो भनेको इन्डियन पैसा रहेछ है, इन्डियन करेन्सी रहेछ। अब यहाँ हाम्रो आइडीमा चाहिँ कति डलर रहेछ भन्दाखेरि चाहिँ कसरी चेक गर्ने भन्दाखेरि चाहिँ यहाँ माथि तपाईँले यहाँ आइएनआर देख्नुभएको छ नि, यो इन्डियन मनी भनेको चाहिँ यहाँ तपाईँले देख्नुभएको यो एउटा यतापट्टि तीर छ नि, यो तीर जस्तै यो तीरमा तपाईँले टच गर्नुपर्ने हुन्छ। अब तपाईँको एकुरेट डलर चाहिँ कति रहेछ भन्दाखेरि कति साथीको जस्तै मेरो इन्डियन रुपिस देखाएको रहेछ, कति साथीको अब यहाँनिर इरान डिनर भनेको छ। तपाईँले यस्तोमा टच गरी भइरहेको हुन्छ। यहाँ इन्डियन डिनरभन्दा त अझ बढी पैसा देखाएको हुन्छ, तर यो हाम्रो डलर होइन। अब मैले फेरि पनि के भने तपाईँहरूको आइडीमा चाहिँ एकुरेट कति डलर रहेछ भन्दाखेरि चाहिँ यो तीरमा तपाईँले देख्न सक्नुहुन्छ। यो तीरमा टच गर्ने अनि यहाँ तपाईँले सर्च बारमा तपाईँले चाहिँ यहाँ युएस डलर भन्नु होला। युएस डलर यहाँ तल पनि आइसकेको छ। युएस लेख्ने बित्तिकै यहाँ तपाईँले तल देख्न सक्नुहुन्छ डलर। यहाँनिर यसरी टच गरेर हेर्नुहोस्। अब चाहिँ तपाईँले एकुरेट तपाईँको टिकटकमा कति डलर रहेछ भन्दैपछि चाहिँ यहाँबाट थाहा पाउन सक्नुहुन्छ है। जस्तै मेरो चाहिँ 51.78 यति डलर रहेछ है। तपाईँले यसरी बुझ्नु होला। अब तपाईँ सिधै ब्याक जानुहोला। अब तपाईँ फेरि सिधै ब्याक गएर आफ्नो टिकटक युज गर्न सक्नुहुन्छ है।